हेलो नमस्ते। यो जाडो महिनाको जाडो मौसमको बेला सबैजनालाई न्यानो न्यानो अभिवादन नमस्ते। आज एउटा सानो भिडियो बनाऊ भन्ने लागेर यो चाहिँ आध्यात्मिक विचार मात्रै हो। किनभने हामी सधैँ धर्म 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 भनेर हामी हिँडिरहेका हुन्छौँ। सम्भवतः यो संसारमा धर्म नमान्ने मान्छे कमै होला। कुनै न कुनै धर्मलाई हामीले अँगालेकै छ। विशेष गरेर त्यो ठुलो धर्म भनिनेहरू हिन्दू, बुद्धिज्म, हैन, बुद्ध धर्म, क्रिस्चियन धर्म र मुस्लिम धर्म र अरू छँदैछ। तर यति हुँदाहुँदै पनि संसार किन शान्त छैन? हामीले संसारमा भएको सबैले धर्म मानेकै छ, दिनरात पूजापाठ गरेकै छ, नमाज पढेकै छ, कुरान पढेकै छ, बाइबल पढेकै छ, वेदशास्त्र पढेकै छ। तर पनि संसारमा शान्ति किन छैन? सबैको चाहना यो हुने गर्दछ कि शान्ति होस्, खुसी होस्। तर किन शान्ति छैन र खुसी छैन? त्यो बारेमा अलिकति मलाई के भन्न मन लाग्यो। मानौ सपोज म कुनै ठाउँमा जाँदैछु, मानौ मलाई यहाँबाट महाराजगञ्ज जानु छ भने म महाराजगञ्जकै बाटो समात्नु पर्यो मैले, र महाराजगञ्जतिर नै म लाग्नु पर्यो, तब न म महाराजगञ्ज पुग्छु। तर महाराजगञ्ज जाने मेरो इन्टेन्सनले, चाहनाले मात्रै हुँदैन, म जानै पर्छ। तर महाराजगञ्ज जाने मेरो इन्टेन्सन हुँदाहुँदै पनि म यदि गलत बाटोतिर लाग्यो भने म महाराजगञ्ज पुग्न सक्दैन। इन्टेन्सन र एक्टिभिटिज सेम हुनुपर्छ। मलाई लाग्छ संसारमा सबैको चाहना खुसी, शान्ति, समृद्धि नै हो। तर हाम्रो एक्टिभिटिज त्यो भएन। खुसी, शान्ति हुनको लागि हाम्रो चाहनाले मात्रै हुँदैन, हाम्रो व्यवहार पनि त्यो खालको हुनु पर्यो। हामी धर्म धर्म भन्दै गर्दाखेरि सम्भवतः धर्ममा के हुनुपर्छ भने ज्ञान, अनुभव, अनुशासन र व्यवहार, यो चारवटा चिज एकदमै हुनु जरुरी छ, नितान्त आवश्यक छ। यदि यो चारवटा चिजलाई हामीले मनन गर्न सकेन भने मलाई लाग्छ हाम्रो त्यो चाहनाले मात्रै हुन सक्दैन। अब हामी गहिरिएर पनि एकचोटि सोचौं, तपाईलाई हिन्दू धर्मको कुरा गर्यो भने तपाईलाई म भन्छु तपाई राम सम्झिनुस्। तपाईले के सम्झिनुहुन्छ भन्दाखेरि धनुष काँड बोकेको, हैन, कछाड लाएको, हैन, राम भगवानको तपाईलाई के आउन सक्छ? तपाईको दिमागमा आउन सक्छ। किन आउन सक्छ भने जहिले पनि तपाईले त्यो राम भगवानको फोटो भनेर फोटोमा तपाईले हेरिराख्नु भएको भएर तपाईलाई त्यो दृश्य तपाईको दिमागमा, मानसपटलमा आउन सक्छ। अब भनौं जेसुस
जेससको तपाईँले याद गर्नुहोस् भन्यो भने तपाईँले कपाल लामो भएको, कपाल खैरो भएको जेससको तपाईँले याद आउन सक्छ। एवं वृद्धले गौतम बुद्धको याद गर्नुहोस् भनेर तपाईँलाई भन्यो भने गौतम बुद्धको याद तपाईँलाई कसरी आउन सक्छ भन्दाखेरि कपाल मुण्डन गरेको, कानमा लामो लामो चाहिँ रिङ लगाएको, होइन, रातो कपडा लगाएको, यस्तै यस्तै तपाईँलाई याद आउन सक्छ। तर के तपाईँलाई लाग्छ कि त्यो जति पनि फोटोहरू हुन् जेससको अथवा अल्लाहको जेससको, गौतम बुद्धको, राम भगवानको त्यो फोटो साँच्चै नै ओरिजिनल हो त? त्यो भगवान राम भगवानको, गौतम बुद्धको, जेससको अथवा मोहम्मदको अथवा अल्लाह अकबरको साँच्चै नै त्यो फोटो नै हो त? मलाई त्यस्तो लाग्दैन। यदि त्यो फोटो नै ओरिजिनल होइन भने त्यो फोटो त कुनै एकजना व्यक्तिले जसले आफ्नो इमेजिनेसनबाट इमेज क्रिएट गरेको, आफ्नो दिमागबाट चाहिँ यस्तो यस्तो हुनसक्छ भनेर उसले आफ्नो इमेजिनेसन गरेर उसले लेखेको, बनाएको फोटो हो भन्ने मलाई लाग्छ। अब तपाईँले मानेको, मैले मानेको, हामी सबैले मानेको त्यो फोटोहरू यदि त्यो फोटो नै ओरिजिनल छैन भने अब हामीले मानेको धर्मको गुरुहरूको कारणले हामीलाई शान्ति मिल्न सक्छ होला? इभन भगवान त कस्तो थियो पनि थाहा छैन, त्यो पनि कुनै एकजना व्यक्तिले बनाएको फोटोलाई आधार मानेर हामीले भगवान, जेसुस, अल्लाह, होइन, लाइक गौतम बुद्ध भनेर हामीले मानिरहेको। लो मानौ त्यो फोटो पनि ओरिजिनल नै छ अरे, कि त्यो ओरिजिनल फोटोले हामीलाई शान्ति दिन सक्छ भनेर हामीले उहाँहरूले भन्नुभयो? भन्नु भएन। बाइबलमा के लेखेको रहेछ? God made man in his own image. In the image, God man was created. जतिखेर भगवानले, जेसुस क्राइस्टले मान्छे बनाउनु भएको थियो रहेछ उहाँको आफ्नो स्वरूपमा। उहाँको कस्तो स्वरूप? जबकि उहाँको स्वरूपको फोटो ओरिजिनल पनि हामीलाई थाहा छैन भने त्यही फोटो हेरेर हामी मुक्ति हुन्छ भन्नु, राम भगवानको फोटो हेरेर हामीलाई मुक्ति हुन्छ भन्नु, जबकि त्यो कुनै इमेजिनेसन, मैले भने त कुनै व्यक्तिले आफ्नो दिमागबाट परिकल्पना गरेर लेखेको फोटो सम्झेर हामीलाई शान्ति हुनुपर्ने, हामी मुक्ति हुनुपर्ने भनेर त्यो सम्भव छ त? मलाई लाग्दैन त्यस्तो। जबकि जेसुस क्राइस्टले भन्नुभयो गॉड मेड म्यान इन हिज ओन इमेज, उहाँको स्वरूपमा हामीलाई बनाउनु भयो अरे। उहाँको स्वरूप भनेको चाहिँ उहाँको फिजिकल स्वरूप होइन, जुन भित्र जेसुस क्राइस्ट भित्र पनि थियो त्यही स्वरूपमा चाहिँ हामीलाई बनाउनु भयो भन्नुभयो। अनि हामी चाहिँ त्यो कुनै व्यक्तिले बनाएको परिकल्पनाको फोटोलाई हेरेर हामीले शान्ति भयो, मुक्ति हुन्छ, धर्म भयो भनेर, के हो धर्म? रिलिजन मिन्स रियलाइजेसन भनेको छ, सेल्फ रियलाइजेसन भनेको छ। धर्म भनेको धारण गर्नु भने हो। धारण गर्नु भनेको त्यो स्वयं आफूभित्र छ, त्यो चिजलाई समातेर राख्नु, त्यसलाई धारण गरेर राख्नु, त्यो कुनै बाहिरी चिज होइन भनेको छ। तर हामी के गर्छौँ?
सम्झँदाखेरि पनि अचम्म लाग्छ नि हामीलाई, हैन? कि लाग्दैन? हामीलाई अचम्म लाग्नु पनि पर्छ। म चाहिँ यति भन्छु। जस्तो अरूले के गल्ती गर्छ त्यो नहेरौँ, मैले के गल्ती गर्दैछ भनेर हेरौँ। जस्तो संसारमा म चाहिँ जहिले पनि के सोच्ने गर्छु भने तिमीले जानेर ढुङ्गा ढोक्यौ, तिमीले जानेर ढुङ्गा ढोक्यौ या ढोक्छ, म नजानेर मान्छे ढोक्छु। तिमीले जानेर ढोकेको ढुङ्गाले तिमीलाई के भनेर सोध्यो, मैले नजानेर ढोकेको मान्छेले तिमीलाई के छ भनेर सोध्यो। हामी विचित्रमा छैनौँ? सम्झिँदाखेरि विचित्र लाग्छ नि हामीलाई। हामी त्यो चल्दै नचल्ने, हामी भन्दा म सोच्छु कहिलेकाहीँ हामी भन्दा कति भाग्यमानी हो त्यो ढुङ्गा जसलाई सबैले भगवान भनेर मानिदिन्छ। तर त्यो अचेत रूपमा बसेको ढुङ्गालाई भगवान मानेर इट्स ओके, नट ब्याड। ढुङ्गालाई भगवान देख्ने आँखा र मन हाम्रो कति पवित्र। ढुङ्गालाई भगवान देख्ने आँखा र मन हाम्रो कति पवित्र। तर ढुङ्गालाई भगवान देख्ने आँखाले मान्छेलाई भगवान देख्नु परेन। मान्छेलाई मान्छे मात्रै देखेर व्यवहार गरे हुँदैन। जुन चिज बोल्दैन, हाँस्दैन, त्यो चिजलाई चाहिँ हामीले भगवान मान्न तयार हामी। तर जसले बोल्छ, हाँस्छ, इभन 84 लाख योनि भनेर हामीलाई चाहिँ हाम्रो धर्मशास्त्रहरूले भन्छ, त्यो चिजलाई चाहिँ लगेर हामीले त्यसलाई खुसी बनाउनका लागि हामीले चढाउने गर्छ। अब एउटा कुरा के पनि हो भने म धर्म गर्छु कसरी? बाइबल पढेर, कुरान पढेर, शास्त्र पढेर, वेद पढेर। अब तपाईलाई म एउटा क्वेसन गर्छु, बाइबल, कुरान, वेद, शास्त्र, कुनै पनि धार्मिक ग्रन्थहरू होस्, त्यो कुनै एक व्यक्तिको, जसले क्रिएट गर्यो, जसले लेख्यो, त्यो व्यक्तिको अनुभव हो। उसले त्यो धर्मप्रति उसले जान्यो, त्यो जानेको कुरालाई उसले चाहिँ लिपि गर्यो, लेख्यो, त्यो उसको अनुभव हो। कुनै व्यक्तिले लेखेको अनुभव त्यो पूर्णता छ भन्ने छैन, त्यो पुरै अनुभव लेख्यो भन्ने छैन। भने अरू कुनै व्यक्तिले लेखेको धर्म ग्रन्थलाई धर्म मान्ने, उसको अनुभवलाई हामीले धर्म मान्ने भने तपाईँ हाम्रो चाहिँ अनुभव के हो? हामीले त्यो अनुभव गर्नु पर्यो र हामीले पनि त्यो लेख्न सक्नु पर्यो। मानव कुनै व्यक्तिले सुन्तला खायो, सुन्तलाको बारेमा उसले लेख्यो, सुन्तला गोलो हुन्छ, रातो हुन्छ, पहेँलो हुन्छ, यसलाई यसरी छोडाउनु पर्छ, भित्र रस हुन्छ, यसरी खानुपर्छ, रस खाँदाखेरि आहा यति मिठो हुन्छ, यो शरीरको लागि यति युजफुल छ, लेख्यो। त्यो लेखेको मैले पढेँ, अब मैले सुन्तला खायो र मलाई अनुभव भयो कि गुलियो भयो, मलाई त्यसले आनन्द दियो अथवा मेरो शरीरलाई युजफुल भयो, भिटामिन भयो। कुनै व्यक्तिले खायो
लेख्यो र उसलाई स्वास्थ्यवर्धक पनि भयो र उसले लेखेको अनुभवको कारणले मलाई मेरो अनुभव हुन सक्दैन। धर्म भन्ने कुरा चाहिँ अनुभवको विषय हो। रियलाइजेसन, रिलिजन मिन्स रियलाइजेसन। यदि तपाईँ हामीले जबसम्म यो रियलाइजेसन गर्न सक्दैन, अरूको अनुभवलाई धर्म मानेर बसेको छ भने त्यो कुरान इट्स ओके, त्यो अनुभवको पछि हामी लाग्न सक्छौँ, तर त्यो अरू कसैको अनुभव मेरो अनुभव होइन। र मेरो अनुभव यदि होइन भने तपाईले गर्नुभएको मैले गरेको धर्म अधुरो नै रहन्छ। पूर्णता मैले कसरी गर्ने? त्यो अपूर्णता भएकै कारणले गर्दाखेरि हामी अहिले पनि कुनै न कुनै धर्ममा यत्रो खर्च गर्दाखेरि पनि लाग्दा पनि शान्ति हुने अवस्था छैन। अब शान्ति कसरी हुने? जबसम्म तपाईको मनले चाहेको कुरा भेट्न सक्दैन तबसम्म हामी शान्ति हुन सक्दैन। तपाईले जे पनि भेटोस्, जति पनि भेटोस्, तपाई खुसी छँदै छैन। तर एउटा सानो भेटोस्, तपाईले चाहेको कुरा भेट्यो, तपाई खुसी हुनुभयो नि। त्यसैले म चाहिँ के भन्छु भने चाहिँ अब मलाई कहिलेकाहीँ के पनि लाग्छ, 2000 वर्ष अगाडि जेसुस हुनुहुन्थ्यो, त्रेता युगमा त्रेता राम भगवान हुनुभयो। अब यसरी पनि लिउँ न, राम भगवान जब जन्म हुनुभयो, अब हामीले रामलाई मान्यौं भने चाहिँ अब मैले धर्म माने भन्ने खालको हुन्छ हैन। अब द्वापर युगमा कृष्ण आउनुभयो, मैले कृष्णलाई माने, अब मैले कृष्ण धर्म गरेँ भन्ने मलाई लाग्छ। अब विष्णु भगवानको पनि सत्ययुगमा थियो, त्यही भएर मैले विष्णुलाई माने त म धर्म गर्यो भन्ने मलाई लाग्छ। र गौतम बुद्धको आउनु भएपछि मैले गौतम बुद्धलाई माने, त्यसैले मैले धर्म गरेँ भन्ने मलाई लाग्छ। इभन जेसुस क्राइस्ट आउनु भएपछि जेसुस क्राइस्टलाई माने, मैले धर्म गर्यो भन्ने मलाई लाग्छ। उहाँहरू कुनै न कुनै कालखण्डमा आउनु भएको हो। अब कुनै न कुनै कालखण्डमा आउनुभयो भने उहाँहरूलाई मान्दै गर्दाखेरि चाहिँ मलाई धर्म भयो भन्ने मलाई लाग्छ भने, उहाँहरू आउनुभन्दा अगाडि कुनै व्यक्ति थियो भने चाहिँ उहाँहरूले चाहिँ धर्म गर्नुभयो कि भएन होला? के उहाँहरू अन्धकारमा थियो? भनेपछि हामी यहाँनिर ब्रह्म छ भने कसरी ब्रह्म छ भने श्रीकृष्ण भगवानले के भन्नुभएको रहेछ भने संसारको उत्पत्ति हुनुभन्दा अगाडि नै यो शक्ति थियो भन्छ क्या, इनर्जी। उहाँहरूले भक्तको लागि, अभियसली भक्तको लागि उहाँहरूले भगवानको स्वरूप लिनुभयो। द्याट्स ग्रेट, हामी त्यो मान्न सक्छौं। तर त्यो शक्ति चाहिँ उहाँहरू पैदा हुनुभन्दा अगाडि पनि थियो भन्नुहुन्छ क्या। खुदी उहाँहरूले नै भन्नुभएको छ। तर हामी चाहिँ त्यही व्यक्ति हो। तर उहाँहरूले हामीलाई दिशा निर्देश गर्नुभयो भने, जबसम्म उहाँहरूले यो पनि भन्नुभएको छ, जस्तो युद्धको मैदानमा जतिखेर युद्धको मैदानमा अर्जुनले बाण चलाउनका लागि अग्रि गरेन, सामर्थ्य देखाएन, किनभने मैले युद्ध गरेँ भने मेरो धेरै शाखा सन्तानहरू चाहिँ मर्न सक्छ, मेरो मतलब चेलीबेटी विधवा हुन सक्छ, टुफ्रो हुन सक्छ, म यो युद्ध गर्दिन भनेर अर्जुन ब्याक सरे। तर सेम टाइम यो कुरा चाहिँ हजुरको सञ्जयले
जतिखेर महर्षि वेदव्यासले महाभारत लेख्नेवाला छ, महाभारतमा भएको कहानीलाई एउटा महाभारत भनेर एउटा किताब लेख्नेवाला छ। महाभारतमा सञ्जय प्रत्यक्षदर्शी, वेदव्यास प्रत्यक्षदर्शी थियो। अब एउटा कुरा चाहिँ सञ्जयले के अचम्म लागेछ भने वेदव्यास युद्धको मैदानमा, त्यत्रो युद्धको मैदानमा अर्जुन जब कायरताले ब्याग हट्नेवाला थियो, हट्दै थियो, त्यतिखेर श्रीकृष्णले अर्जुनलाई के शक्ति दियो, त्यो शक्तिको कारणले गर्दाखेरि अर्जुन युद्ध गर्न तयार भयो र जित्यो। म त्यही थिएँ, म देख्दै थिएँ। तर त्यो जुन ज्ञान भन्ने कुरा छ त्यो मैले अर्जुनलाई श्रीकृष्ण भगवानले दिनुभएको मैले महसुस गर्न सकेन, मैले बुझ्न सकेन। त्यो के चिज थियो होला, जबकि म आफै प्रत्यक्षदर्शी थियो भनेर वेदव्यासलाई क्वेसन गरेको थियो रहेछ। अब वेदव्यासले अब यो महाभारत त म लेख्नेवाला छु सञ्जय, तर यो जुन श्रीकृष्ण भगवानले दिनुभएको ज्ञान छ अर्जुनलाई, जसको कारणले उसले युद्ध गर्न तयार भयो र आफैलाई चाहिँ मेरो यो स्वरूप होइन रहेछ, जुन मैले मेरो इभन श्रीकृष्णलाई मैले एउटा साथीको रूपमा हेरिरहेको थियो, यो त एउटा चाहिँ फिजिकल बडी मात्रै रहेछ, स्वरूप मात्रै रहेछ। एक्चुअल स्वरूप त श्रीकृष्णको त अलग रहेछ। अब त्यो चिज पनि मलाई चाहिँ देखाइदिनु भयो अथवा जनाइदिनु भयो, बुझाइदिनु भयो। अर्जुनलाई त्यो बुझाइदिइसकेपछि एक्चुअल त यो रहेछ भनेर उसले युद्ध गर्न तयार भएको थियो भनेपछि त्यो ज्ञान के थियो सञ्जयलाई पनि थाहा भएन। जतिखेर ऊ प्रत्यक्ष, त्यही भएर चर्मचक्षुले देख्न सकिन्न प्रभुको त्यो नाम भन्छ क्या। अब त्यो नाम भनेको चाहिँ के हो भन्यो भने चाहिँ मेरो एउटा नाम छ भने मेरो बाउले अर्को पनि नाम राख्न सक्थ्यो होला। तपाईँको नाम चेन्ज पनि गर्न सकिन्छ अहिले पनि, तर संसारमा जति पनि सृष्टिमा मानव जाति छ सबैको नाम एउटै छ भन्छ। त्यो प्राण शक्ति जसको नाम एउटै छ भन्छ। महाभारतमा के पनि भनेको छ रहेछ भने महाभारतमा जे छ संसारमा त्यही छ, महाभारतमा जे छैन पृथ्वीमा त्यो छैन। जस्तो काम, क्रोध, लोभ, मोह, अहंकार सबै चिज महाभारतको युद्धमा देखिएको थियो। माया, प्रेम, त्यहाँ चाहिँ तृष्णा, राजनीति, हैन, सबै चिजको मिश्रण। इवन के भन्यो भने इवन ज्ञान भन्छ, जुन बुद्ध भगवानले प्राप्त गर्नुभयो। प्राप्त गर्नु भनेको के हो? बुद्ध तत्त्व प्राप्त गर्नुभयो। प्राप्त गर्नुको मिनिङ के हो? प्राप्त गर्नुको मतलब कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई केही चिज दिनुलाई प्राप्त गर्नु हो। त्यसै आकाशबाट झरेको भन्ने होइन प्राप्त गर्नुको अर्थ। अब त्यो चिज चाहिँ के प्राप्त गर्नुभयो, जुन कुरा चाहिँ एउटा राजकुमारबाट हामी अहिलेको 26औं वर्ष जयन्ती हामी मनाइरहेको छौँ गौतम बुद्धको। के चिज थियो? गौतम बुद्धको राज्यमा पनि गलत गर्ने मान्छे थियो रहेछ। कुनै एकजनाले चाहिँ गौतम बुद्धलाई क्वेसन गर्यो, गौतम बुद्ध तिम्रो राज्यमा पनि गलत गर्ने मान्छे छ? गौतम बुद्धले अभियसली छ। म एउटा गौतम बुद्धले के गर्ने? सबैजनामा गौतम बुद्ध बन्ने क्यापेसिटी देख्छु म। तिमी पनि बन, तिमी पनि बन, तिमी पनि बन। हरेकमा त्यो क्यापेसिटी छ, पोटेन्सियल।
त्यो पावर छ, शक्ति छ भनेर भन्नुभएको रहेछ। जस्तो एउटा बलेको मेणबत्तीले अर्को नबलेको मेणबत्तीलाई यदि त्यसमा टच गर्ने हो भने त्यो मेणबत्ती सेम लाइट बल्छ। कुनै रातो पहेँलो हरियो बल्दैन। गुरु करले आफू समान। हामीलाई गुरुले आफू समान बनाउन सक्ने क्यापेसिटी दिनुहुन्छ। हामी भित्र त्यो चीज छ भन्छ। तर हामी बोक्रालाई सुन्तला मान्छौँ कि सुन्तला बोक्रा हो? सुन्तला बोक्रा होइन भने सुन्तलाको जजमेन्ट गरेर, मतलब बोक्राको जजमेन्ट गरेर सुन्तलाको बोक्रा हेरेर हामी रस कस्तो त पत्ता लगाउन सक्दैन। सबै बीजहरूको अधिकतम मैले बुझे अनुसार सबै बीजहरूको फलहरूको बीज भित्रै हुन्छ। हामी भित्र पनि त्यो छ भन्छ। जबसम्म संसारमा सबै प्राणी एउटै हो भन्ने कुरा हामीले बुझ्न सक्दैनौँ, तबसम्म अरू शान्ति होला नहोला, आफू त शान्ति हुनेवाला सधैँ छैन। धर्म कुनै त्यस्तो नौलो चिज होइन। धर्म के हो त? यो पैसा छ। पानीको धर्म प्यास मेटाउनु हो। सबै चिजको आफ्नो एउटा धर्म छ नि। तर तपाईँ मान्छे, म मान्छे, तपाईँ हाम्रो धर्म के हो? एकअर्काले मार्नु, तथा नाम बोल्नु, व्यभिचार गर्नु, लोभ लालसा गर्नु हाम्रो धर्म हो त? मान्छेको धर्म यही हो त? होइन। अब हामी यो भजन सत्संग सुन्न जाऊँ, भजन गर्न जाऊँ। भजनको मिनिङ के हो? भजन दुई किसिमको हुन्छ। भजन भनेको भज्नु अथवा जप्नु। तपाईँले तपाईँभित्र जपेको, भज्नु जपिसकेपछि आएको अटोमेटिकली वर्डहरू, त्यो चाहिँ भजन, त्यो चाहिँ बाहिरी रूपमा प्रकट हुन्छ। त्यो भजन पनि कुनै एकजना व्यक्तिले आफ्नो हृदयबाट त्यो आत्मा अनुभूति गरिसकेपछि निस्किएको शब्दहरू हो। त्यो चाहिँ अरूको अनुभव हो। फेरि पनि अरूको अनुभव। त्यो कुनै व्यक्तिले भित्र भजिसकेपछि अथवा जपिसकेपछि, उसले आत्मा अनुभूति गरिसकेपछि उसको त्यो निष्कर्ष भनौँ न, उसको मनबाट निस्केको शब्दहरू चाहिँ बाहिरी रूपमा हामीले भजनको रूपमा गाउन थाल्यौँ। ओम भूर्भुवस्व लाइक दिस। अर्को छ, धेरै छ भजनहरू होइन। तर कुनै व्यक्तिको आत्मा अनुभूति भनौँ, उसले गरेको अनुभवको आधारमा बनेको भजनलाई गाएर मात्रै, अरूको अनुभवलाई गाएर मात्रै तपाईँ हाम्रो जिन्दगी सार्थक छैन। भनेको तपाईँले पनि अब भज्नु पर्यो र तपाईँले पनि त्यो शब्द निकालेर तपाईँको चाहिँ अनुभवलाई भजनको रूपमा गाउनु पर्यो। तर त्यो अनुभव त हामीले कहिले पनि गर्न सक्दैन भने शान्ति हुँदैन। शान्ति हुँदैन भने शान्ति खोजेर पाइँदैन। शान्ति हामी भित्रै छ। शान्ति हुँदैन भने संसार शान्त हुँदैन। अनि किन खोजेर हिँड्नु शान्ति? तातो अनुसार होइन। बस्नुहोस् घरमा, यस गर्नुहोस्, आराम गर्नुहोस्, खानुहोस्, बस्नुहोस्, मलाई शान्ति भएन नभन्नुहोस्। अब हामी सत्संग सुन्छौँ भन्छ। सत्संग सुन्ने विषय मात्र होइन, सत्संग गर्ने विषय हो। वाट इज गर्ने विषय? कसरी गर्ने?
सत्संग सुन्ने विषय भन्दा पनि गर्ने विषय कहाँनिर हो भने मानौ सपोज तपाईँलाई कुनै समबडी एकजना साथीले ओके एउटा सिगरेट पिइदियो, अब तपाईँले के गर्नु पर्यो, त्यो सुनेको सत्सङ्गको आधारमा तपाईँले नो इट इज नट गुड, यो चाहिँ राम्रो होइन। सत्सङ्ग सुन्नुभयो, सत्सङ्गलाई एक्टिभिटिजमा उतार्नुभयो, यो चाहिँ गर्ने विषय हो। तपाईँले जति पनि सुन्नुहोस्, अनैतिक काम गर्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, तपाईँ दिनभरि बसेर पनि सुन्नुहोस्, तर तपाईँले यता आएर गर्नुभयो भने त्यसको मजा छैन नि। त्यही भएर सत्सङ्ग सुन्ने विषयभन्दा पनि सत्सङ्ग गर्ने विषय। अब तपाईँले सत्सङ्ग सुन्नुभयो, चुरोट खानु हुँदैन, चोरी चकारी गर्नु हुँदैन, अनैतिक व्यवहार गर्नु हुँदैन भनेर तपाईँले सुन्नुभएपछि, तपाईँ यता आउनु भएपछि तपाईँले त्यो व्यवहार गर्नुहुन्न भने त्यो नै सत्सङ्ग गर्ने व्यवहार हो। सत्सङ्ग चाहिँ हामीले उतार्ने कुरा हो, तर हामीले सुन्ने विषयमा सीमित राख्छौँ, भजन गाउने रूपमा सीमित राख्छौँ, अनि के हुन्छ। त्यसैले म चाहिँ के भन्छु भने यदि संसारमा शान्ति चाहनुहुन्छ भने संसारमा शान्ति कसरी आउँछ? तपाईँले सबैलाई शान्ति हुनु भनेर शान्ति हुनेवाला छैन। सबै हरेक व्यक्तिले गौतम बुद्धले भन्नुभए जसरी हरेक व्यक्तिले गौतम बुद्ध बन्न सक्ने क्यापेसिटी राख्छ भने हर एकजना आफ्नो साइडबाट यदि शान्त हुने हो भने हाम्रो यो पर सेकेन्डको माइलको हिसाबले दौडिने मनलाई हामीले कन्ट्रोल गर्न सक्ने हो भने कुरा आउन सक्छ। कन्ट्रोल कसरी गर्ने विधि छ। कस्तो कस्तो खुङ्गार डाकुहरू यहाँ वाल्मिकी ऋषि बनेको चाहिँ हामीसँग छ, तर हामी वाल्मिकी ऋषि बन्न नसकौँला, तर हामी फेरि नगर डाकु पनि त होइन भने हामीमा त्यो अपर्च्युनिटी र सक्ने अवस्थाहरू पनि रहेछ नि। वाइ नट ट्राई टु एक्चुली ट्राई त गरौँ, तर हामी त्यो ट्राई गर्न चाहँदैनौँ किनकि समाज घर परिवार समाज र घर परिवारले गरेको समस्याको कारण तपाईँ मोक्ष र मुक्ति र शान्तिबाट तपाईँ वञ्चित नहुनुहोस्। तपाईँले गरेको गल्ती तपाईँले नै भोग्नुपर्छ, मैले गरेको गल्ती मैले भोग्नुपर्छ। समाजले यहाँ हुँ त्यहाँ त्यौँ भन्ने कुनै एक्सक्युज छैन, यति कुरा बुझ्नुहोस्। अब म एउटा कुरा भनि नै हाल्छु, अर्को संसार विचित्र कहाँनिर पनि मलाई लाग्यो भने चाहिँ सम्भवतः संसारमा सबैभन्दा धेरै माया गर्ने आफैले आफैलाई हो। त्यसपछि आमा बुवा हुनसक्छ, वाइफ हुनसक्छ, आफ्नो बालबच्चा हुनसक्छ, समबडी एबिसिडी, तर सबैभन्दा अगाडि माया गर्ने भनेको आफैले आफैलाई हो। अब यो क्वेसन के छ भने जुन व्यक्तिले मदिरापान गर्छ, मद्यपान गर्छ, सिगरेट धुम्रपान गर्छ, यस्तै नशालु पदार्थहरू सेवन गर्छ, त्यो भनेको चाहिँ के भने त्यो आफैले आफैलाई माया नगर्नु हो। संसारमा सम्भवतः फर्स्ट माया गर्ने आफैले आफैलाई हो, तर जुन व्यक्तिले यो चीजहरू चाहिँ गलत सेवन गरिरहेको छ भने उसले आफैले आफैलाई माया नगर्नु हो, कतै न कतै उसले मृत्युको मुखमा पुर्याइराखेको हो। भने जुन व्यक्तिले आफैले आफैलाई माया गर्न सक्दैन भने त्यो व्यक्तिले संसारको कुनै पनि व्यक्तिलाई माया गर्न सक्दैन। अब तपाईँ के अपेक्षा राख्नुहुन्छ यस्तो व्यक्तिबाट? तपाईँलाई लाग्छ
त्यो व्यक्तिले तपाईँलाई माया गर्छ जस्तो लाग्छ, साथ दिन्छ जस्तो लाग्छ जब ऊ आफैले आफैलाई माया गर्न सक्दैन, आफैले आफैलाई जिन्दगी तहस नहस बनाउने अवस्थामा पुर्याइरहेको छ भने विचार गर्नुहोस् तपाईँले उसलाई कति चाहन्छ, माया गर्छ या गर्दैन। अब मैले के पनि देखेँ भने एकजना व्यक्तिले सिगरेट सल्काउँछ र सिगरेट तान्छ, तर ऊ गाडीभित्र उसले गाडीभित्र आफ्नो कारभित्र सिगरेट तान्दैन, बाहिर बसेर तान्छ, झ्यालबाट हात बाहिर निकाल्छ। अब मलाई अचम्म चाहिँ के लाग्यो भने चाहिँ त्यो धुवाले गाडी फोहोर हुन सक्छ हैन, गनाउन सक्छ हैन। यो कहिले पनि दिमागमा आउँदैन कि यो गाडी र मेरो शरीर त एउटा त होइन, भ्यालु कुन मतलब हैन, कुन चाहिँ बेसी छ मेरो भ्यालु? गाडी र शरीरमा त कम्पारिजमै छैन। जब गाडी आफूले किनेर ल्याएको त्यो गाडी बिग्रेला, गनाउला, फोहोर होला भनेर सुरोड बाहिर खान्छ, तर आफूभित्र कति गनाउँछ, कति फोहोर हुन्छ भन्ने कुरा चाहिँ त्यो मान्छेले बुझ्नै सक्दैन। कति फोहोर भइरहेको होला, कति गनाइराखेको होला भित्र। अब हेर्नुहोस्, म यति डिग्री पढेको छु, टाई सुट बुट टक्क हैन, हेर्दा पनि जेन्टल। म डिग्री कति तपाईँले के पनि जान्दैन भने नि मसँग यति डिग्री छ, तर कमन कुरा तपाईँको शिक्षाले तपाईँलाई सिगरेट खान रोग लगाएन। तपाईँको शिक्षाले तपाईँलाई यो कमन कुरा सिकाएन कि तपाईँले चाहिँ यो हार्मफुल हो भनेर, हेल्थ इज वेल्थ भनेर तपाईँले सिकाएन। तपाईँको एजुकेसनले के काम गर्यो? किनकि कुनै किताबमा कुनै एकजना व्यक्तिले अर्को व्यक्तिलाई पढाएर सुनाउनु अथवा शिक्षा भनेको अरूको अनुभव हो। कसरी? तपाईलाई किताबले पढाउँछ, त्यो कुनै व्यक्तिले लेखेको अनुभवलाई तपाईले सिकाएको हो उसले पढेर, तर तपाईको अनुभव छैन नि, त्यो थ्योरी हो। शिक्षा र ज्ञानमा कति फरक छ भन्ने कुरा। शिक्षा अरूको अनुभव, ज्ञान आफ्नो अनुभव। कसरी? त्यो पनि म एक्जाम्पल दिन्छु। जस्तो एकजना व्यक्तिलाई कहिले पनि आगोले पोलेको छैन मानौ, कुनै एकजना व्यक्तिले भन्छ कि तिमीलाई आगोले पोल्छ, त्यो आगो हो, आगोले छुइसकेपछि तिमीलाई हट हुन्छ, तिमी बिरामी हुन्छौ, त्यही भएर आगोलाई छुनु हुँदैन। त्यो चाहिँ के भयो? शिक्षा भयो। गलत हो, छुनु हुँदैन, तिमीले छुयो भने तिमीलाई पोल्छै पोल्छ, तिमी बिरामी हुन्छ। त्यो चाहिँ शिक्षा हो। जबकि त्यो व्यक्तिलाई कहिले पनि आगोले पोलेको छैन। अब कसरी पोल्छ भन्ने, कसरी हार्मफुल हुन्छ भन्ने उसलाई अनुभव के छ। अब त्यो व्यक्तिले गएर आगोमा यदि छुन्छ र उसले त्यो चीज कस्तो हो भने थाहा हुन्छ, त्यो चाहिँ त्यो अनुभव हुन्छ, त्यो चाहिँ ज्ञान हो। कति फरक छ। संसारको जति पनि चीजहरुको अरूको अनुभव पढेर म सिद्धि हुन सक्दैन। तपाईले हेर्नुभयो भने बिन लादेनसँग शिक्षा थियो तर ज्ञान थिएन। गौतम बुद्धसँग सम्भवतः शिक्षा थिएन होला, ज्ञान थियो। Who's on better? शिक्षा लिनु पनि आवश्यक छ। शिक्षा लिनु पनि आवश्यक छ, तर महत्त्वपूर्ण कुरा अनुभव। यदि अनुभव गर्न सकेन भने तपाईको शिक्षाले काम गर्दैन। हाम्रो शिक्षाले काम गर्दैन।
त्यसैले म चाहिँ के भन्छु, धर्म कुनै चिज होइन, धर्मको मर्मलाई जानौँ। हामी सबै संसारको हामी मान्छे हौँ, हामीले गर्नुपर्ने व्यवहार हामी गरौँ भन्दै फेरि पनि न्यानो न्यानो अभिवादन यो जाडोको। सबैलाई नमस्ते।